वेलकम टु आवर ट्राभल ब्लग। आज धेरै पछि अर्को ब्लग बनाउन लागिरहेको छु। सो हामी यहाँ साथीहरू जम्मा भएको देख्न सक्नुहुन्छ तपाईँहरूले। सो यो ब्लग चाहिँ इट्स अल अबाउट गोसाइकुण्ड ट्रेकिङ। हामी चाहिँ आज साथीहरू जम्मा भएर 5 भाइ जम्मा भएर चाहिँ हामी हाम्रो अफिसको कलिग्सहरू प्लान गरेर गोसाइकुण्ड जाँदैछौँ। हामी चाहिँ बिहानको 5:30 बजे जम्मा हुने भन्दा जम्मा हुँदाखेरि 6:30 भएको थियो। 6:30 बजे हामी यो स्कर्पियोमा चढेर आएर अहिले हामी आइपुगेको छौँ गुरुङ गाउँ शिवपुरी। आज अब हामी ब्रेकफास्ट खान लागिरहेको छौँ। सो ब्रेकफास्टको लागि चाहिँ हाम्रो अहिले झोल तरकारी आइसकेको छ। सेलरोटी, तरकारी, चिया चाहिँ आउनु बाँकी नै छ। साथीहरू हामी चाहिँ ब्रेकफास्ट सकेर फेरि गाडीमा ब्याक टु आइसक्यौँ। अब यहाँबाट हामी दाइ कहाँसम्म जान्छौँ गाडीमा? जुनचेसम्म गाडीमा पुग्छौँ। त्यहाँ पुग्नको लागि अब गाडीमा 2-3 घन्टा चाहिँ हिँड्नै पर्छ। सरी, गाडीमा कुद्न पर्छ। सिन चाहिँ यस्तो छ गाडीमा। भने कसरी हुनुहुन्छ हाम्रो दिव्या म्याम? हेलो दिव्या म्याम। यता हाम्रो भाइ निदाइरहनु भएको छ। दिदी यहाँ हुनुहुन्छ, आशिष सर यहाँ हुनुहुन्छ अनि हाम्रो दाइ यहाँ हुनुहुन्छ। गाइस अहिले हामी आइपुगेको छौँ त्रिशुली बजार। पुग्न लाग्यौँ, पुगेको छैनौँ होइन, नजिक छौँ। अब यहाँ खानाको लागि रोक्नु भएको छ ड्राइभर दाइले। चिसो रह्यो, यस्तो चिसो छ हाम्रो माथि झन् के हालत होला चिसोले गर्दा होइन। यही जाडो भइसक्यो, अब खाना आउँछ। सो साथीहरू हामी लगभग 6-6.5 घन्टाको यात्रा पछाडि अब यहाँ कहाँ आइपुग्यौँ रे आशिष सर? यो धुन्चे आइपुग्यौँ। धुन्चेमा चाहिँ हाम्रो दाइले यहाँ गाडी पार्क गर्नुभयो। अब चाहिँ हाम्रो रियल वाकिङ चाहिँ सुरु हुन्छ। सो साथीहरू सबैजना ब्याग प्याक गरेर रेडी भइसक्नु भयो। म पनि यता रेडी भइसकेँ। ब्याग यता छ, चन्चरान ब्याग यता छ। दिदीले यहाँ डिभाइड गर्दै हुन्छ बिस्किट कागज त हालिदिउँ न। अब हाम्रो द रियल जर्नी स्टार्ट्स फ्रम हियर। सो लट्ठी चाहिँ लिएर आउनु बिर्सेछ भइहाल्छ। स्टिक लिएर आउनु भएको छ। सो मैले चाहिँ स्टिक नलिरहेको भएर ल यहाँनिर नेचुरल स्टिक थियो नि एउटा, भाइले लिँदो रहेछ। भाइले मेरो लागि पनि नेचुरल स्टिक लिइसक्नु भएको छ। अब चाहिँ हाम्रो फाइनल। अब हामी गाडीबाट ओर्लेर चाहिँ यिनीहरूलाई नबोल्नु भनेको कति बोलेको। सो गाइज अब चाहिँ हाम्रो रियल वाकिङ चाहिँ सुरु भयो। हामीले चाहिँ गाडी उता पार्क गरेर त्यहाँ रिजोर्टमा पार्क गर्नु मिल्दो रहेछ। रिजोर्टमा पार्क गरेर हामी चाहिँ हिँड्दैछौँ। अनि आजै चाहिँ हामी लगभग अहिले चाहिँ 12:30-1 बजे हामी चाहिँ लगभग 4 घन्टा भनेपछि 2, 3, 4, 5 बजीसम्म चाहिँ आज हाम्रो वाक गर्नुपर्छ। त्यहाँ दाइसँग कुरा गरे अनुसार चाहिँ लगभग 10 to 12 किलोमिटर चाहिँ हामी आजै हिँड्नुपर्छ भन्दै हुन्छ। अब लेट्स सी के हुन्छ होइन। सो सुरु भयो हाम्रो ट्रेकर्सहरू। अनि अर्को एउटा इन्ट्रेस्टिङ भन्ने के भन्ने होइन, हामी चाहिँ जति पनि यहाँ ट्रेक आएको छौँ सबैजनाको चाहिँ फर्स्ट टाइम ट्रेकिङ हो। सो हामी सबैजनाको हालत फर्किने जेलसम्म कस्तो हुन्छ लेट्स सी है त गाइज। लेट्स सी। कम उहाँहरू चाहिँ अगाडि हिँडिसक्नुभयो। सो हिमाल स्टे ट्युन हेर्दै गर्नु होला है त गाइज। नेपाल इज फुल अफ यस्तो ब्युटीहरू छन्, ओ माई गड। यो भिडियोमा क्याप्चर भएको भन्दा नि यस्तो सही देखिरहेको छ। हामी हिँडेको जस्ट आधी घन्टा पनि भएको छैन होला। यहाँ ट्रेक गरेर फर्किनु भएको पब्लिकसँग सोद्धा चाहिँ हामी चन्दनबारी भन्ने ठाउँमा जाने रहेछ। त्यहाँ पुग्दा चाहिँ लगभग 8, 8:30 पर्छ होला। ओ माई गड, सी द ब्युटी। यहाँ चाहिँ एनिमललाई हन्ट नगर्नु भनेर नोटिस पनि राख्नु भएको छ। गोसाइकुण्ड जाने यताबाट यतातिरको ट्रान्सपोर्टेसनले चाहिँ
5 बज्न 9 मिनट बाँकी छ चन्दनबारी पुग्नुपर्ने हामी अझै यहाँबाट 1 घन्टा लाग्छ भन्दै हुनुहुन्छ दाइले दिपा म्याम कस्तो भइरह सक्का नि हैन हालत चाहिँ यस्तो छ पिस खोज्न आएको त रेसन पिस हुने जस्तो भइसक्यो हुँदैन बिस्तार जानुपर्छ त्यहाँनिर झर्ना पनि छ झर्ना पर देख्न सक्नुहुन्छ तपाईँहरूले झर्ना पुरा ब्यागै नलिएर आउनुपर्ने रहेछ खोलाको पानी कल कल बगिरहेछ देउराली आइपुग्यौँ हामी चन्दन बारी हुँदा हेलो जीवन यहाँ छ हाम्रो भाइ यो बाटो हुँदै 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 त्यो डाँडा कट्नुपर्छ भन्नुभएको दाइले अहिलेसम्म हामी यहाँ Yes, we are having a good time in this trek. हिमाल यस्तो देखिरहेछ अनि यहाँ छ घोडा हो कि खच्चड हो सायद घोडा होला यस टोलीहरू जाँदै हुनुहुन्छ अगाडि अगाडि Let's go. हामी चाहिँ यहाँ देउराली पुग्यौँ मान्छेहरूको हालत एकचोटि हेर्नु होला कस्तो भइरहेछ त एकदम रमाइलो भइरहेछ हामी चाहिँ यो ट्रेक एकदम इन्जोय गरेर हामी दिदी कस्तो गाह्रो भएको छैन हामीलाई अलिअलि यहाँ खुट्टाहरू दुखायो हो यहाँ तल खुट्टा दुखायो घुँडा दुखायो अनि अलिअलि मुटु एकदम बाहिर निक्लेर मात्रै भयो अरू त केही गाह्रो भएको छैन हामीलाई हामी एकदम हाम्रो एकजना म्याम आउँदै हुनुहुन्छ दिपा म्याम घन्टी बजाउँदै हेलो हेलो म्याम ठिक छ नि होइन दुईटा स्टिक ठिक छ नि म्याम दुईटा स्टिक दुईटा खुट्टा दिइरात भयो गाइज हिँड्दैछौँ हामी फेरि साथीहरू अझै हामीलाई आधी घन्टा लाग्छ हिँड्दै यस्तो राति ल सनसेट सो गाइज हिँड्न नसकेर हाम्रो चाहिँ झोला यहाँको पोर्टर दाइले बोकिदिनु भएको छ यहाँ चाहिँ यसरी घोडामा बोकाएर हिँडेर पनि भएको छ अरू ट्राभलरहरूले चाहिँ हामी चाहिँ अहिलेसम्म पुगेको छैन 8 साढे 8 हुन लागिसक्यो सो फाइनल्ली बेलुकाको 8:30 बजे कस्तो भयो दिदी हजुरको चाहिँ हाम्रो राम्रो पनि भयो गाह्रो पनि भयो तपाईँहरू काठमाडौँबाट आउनु भएको हो नि सो फाइनल्ली तपाईँहरूको त ग्रुपै सँगसँगै हिँड्दो रहेछ के भन्नु सो हस् गुड नाइट ए हुन्छ हस् गुड नाइट सो गाइस हाम्रो होटल फाइनल्ली आइपुग्यो बेलुकाको 8:30 बजे लेट्स गो थकाइ मार बाबा दुईजना दाइ दिदी आउनु बाँकी रहेछ आसर यता होला यता हो ल यो होटल सो फाइनल्ली हेलो दाइ हजुर गाइस यो चाहिँ यताको हिटर उहाँहरूले बनाउनु भएको हिटर यहाँभित्र चाहिँ दाउरा बालेर गर्ने अनि हिटरबाटको आगोको ग्यास चाहिँ सरेर माथि जान्छ सो यो चाहिँ ह्यान्डमेड हिटर आमा यो हिटर है हिटर यो चाहिँ हिटर हो है यताको हामी यो कुन ठाउँले दिपा म्याम के ठाउँले आमा यो चन्दनबारीको हिटर होटल रेट भन्दा यो चाहिँ हाम्रो रुम अफ द डे हो हामी 3जना छौँ 3टा बेड सो म चाहिँ यहाँ सुत्छु यो चाहिँ यहाँको खाना हो खाना खान सुरु गरौँ अब हामीले चौचौ एट चन्दनबारी हाम्रो डे 2 को बिहानको ब्रेकफास्ट साग हालेको चौचौ
मसँग 1500 छ अझ क्यासको हिसाब हुँदैछ सो गाइस यो चाहिँ मेरो आजको वाहन है त्यसमा जाँदैछु म चाहिँ घोडामा हाम्रो दाइ चढिसक्नु भयो तपाईँ यो के अरे यो भ्याग चाहिँ अरूलाई भन्नु लाउनु है ल घोडामा जाँदैछौँ है साथीहरू हामी अब यो घोडामा जाँदैछौँ हिँगाले चाहिँ जिरो मुब्ला घोडामा हिँडिरहेको छौँ हामी चाहिँ भने कस्तो पछाडि हिमाल छ यता हिमाल म चाहिँ यता पछाडि यता हेर न मालु सो गाइज हामी चाहिँ अहिले आइपुग्यौँ कहाँ भन्नुभएको थियो दाइले छोरिङपाटी के भन्नुभएको थियो त्यो ठाउँमा आइपुग्यौँ हामी चाहिँ घोडाहरूमा आएको छौँ अब यहाँबाट हामी लाग्छौँ लौरी विनायकतर्फ अनि उमै घर त्यहाँनिर यस्तो दामी हिमाल देखेर जान त एकछिनपछि हामी त्यतै हिमालमै पुग्छौँ पुग्न त त्यही पनि हिमाल इज सो क्लोज वाउ गाइज यो चाहिँ छोइङपाटी कहाँ भन्नेको चिया हो है राम्रो हिमाल आइरहेछ अनि चिसो हावा छ हुन्छ फोटो खिच्ने होइन त सो वी आर एट लौरी विनायक यहाँ भाइहरूको छुट्टै जामिङ भइरहेछ गाइदो ल एउटा गीत भाइ घोडा नाच्यो हो कि क्या हो तिम्रो गीत सुनेर घोडा नाच्यो क्या हो तिम्रो गीत सुनेर होला 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 दाइ यति अर्जुन दाइ होला होला है होला होला सो यो चाहिँ लौरी विनायक भन्ने ठाउँ हो हिमाल यस्तो दामी हिमाल देखिरहेछ माई गड हामी यहाँ खाना खाँदैछौँ अब चाहिँ सुन्दरता अनि हाम्रो गाइड दाइ हाम्रो जीवन भाइ सँगसँगै हाम्रो हजुर के भन्नुभयो होइन नि हाम्रो दाइ हो हजुर यहाँ हाम्रो ग्याङको फोटोसुट भइरहेछ हेलो वाउ दिदी वाउ 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 हाउ आर यु फिलिङ नाइस आशिष सर एभर ग्रेन फोटोग्राफर अफ द लाइची ब्रान्च ठिक छ नि सर फर्काउनु के हामी त कहाँ हो गाइस कहाँ छौँ हामी मोबाइल झिकेर भिडियो खिच्ने वातावरण नै होइन बाटो यस्तो छ हाम्रो साथीहरू चाहिँ एकजनाले यहाँ पुग्नुभयो फोटो सेसन हुँदो रहेछ घोडाहरू त्यहाँ पुगिन्छ हामी चाहिँ यहाँ छौँ यहाँदेखि त्यहाँ पुग्नु छ अझै बट वी विल डु यो चाहिँ भैरवकुण्ड है यो देखिरहेको बिचको चाहिँ यो चाहिँ भैरवकुण्ड अब यहाँदेखि लगभग 15देखि 20 मिनट छ अरे यो बाटो हुँदै 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 यो बस्ती हुँदै हुँदै यो चाहिँ भैरवकुण्ड अब गोसाइकुण्ड जानको लागि चाहिँ भाइ गोसाइकुण्ड चाहिँ कता हो भनेर कति जानुपर्छ अब हामी
Oh my god! Woohoo! The Holy Lake. Gosaikunda the Holy Lake. Yes, finally we did it. Yes, अब डुब्की मार्नु जान्छौँ अब हामी उता गएर जाऊँ. Guys, now we are all set for गोसाइकुण्डमा फर डाइभिङ. डुबुल्की मार्नको लागि हामी रेडी भइसक्यौँ. हामी 3 जना अब अनि हामी अब गएर डुबुल्की मार्छौँ. त्यो पनि हेर्नु होला. Real beauty heaven. छिटो न. गाह्रो भयो. के भयो? यस्तो यहाँ आउँछ भयो कि. पोखरीमा डुबुल्की लगाएर भगवान् दर्शन पनि गरिसक्यौँ. गोसाइकुण्ड महादेव की जय. गोसाइकुण्ड महादेव की जय. सबैले बुझिसक्नु भएको छ र जे भए पनि एउटा धार्मिकमा तपाईँको एउटा विश्वास अब ठाउँ छ यो मान्छेले एउटा सोच्दै नसोचेको ठाउँमा हामी आइपुगेका छौँ नि त होइन. हिमालको पानीहरूलाई हेरेर महादेव यहाँ एउटा सृष्टि भएको ठाउँ हो कि हो नि. महादेव उहाँले आफैले खाल्टो खनेको के भयो भन्नु थियो. यहाँ चाहिँ एउटा दाइ भनिदिनु न एकचोटि आएको. महादेवलाई प्यास लागेर हजुर पानी खोज्दाखेरि पानी पाएन, कुण्डहरू थियो, खोल्न लाएको थिएन. हजुर अनि पानी प्यास लागेको थियो महादेवलाई. अनि चाहिँ महादेवलाई अब आफ्नो प्यास त मेटाउनु पऱ्यो. हजुर खोज्दाखेरि कहीँ पाउनु भएन र त्यो माथि आफैले त्रिशुलले पाल पारेको दाइ. त्रिशुल धारा भन्ने ठाउँमा त्रिशुल गाडेर हजुर चाहिँ जल त्यहाँबाट निकालेर हजुर यस्तो हामी चाहिँ दर्शन गऱ्यौँ अरे. अब फर्क्यौँ. बाई बाई गोसाइकुण्ड. फर्क्यौँ हामी गोसाइकुण्ड दर्शन गरेर. हामी मात्र लास्ट बाँकी छौँ. सब साथीहरू गइसक्नु भयो हिमालको छेउमै. प्राकृतिक सुन्दरताको धनी हाम्रो देश नेपाल. यो चाहिँ भैरवकुण्ड. सनसेट हुँदाको भ्यू. दिदीहरू उक्लिँदै हुनुहुन्छ. हजुर हजुर सनसेट भ्यू. सास मात्रै खानु भयो. हिँड्दा हिँड्दा फर्केर पनि 7 बजी जस्तो छ जस्तो जाँदैन. प्रकृति यो चाहिँ सरस्वती कुण्ड हो. अघि न यहाँ चाहिँ मैले खिच्नु बिर्सेछु. यो चाहिँ सरस्वती कुण्ड. योभन्दा माथि भैरव कुण्ड, त्योभन्दा माथि गोसाइकुण्ड. हामी आज पनि 8 बजे बेलुका आइपुग्यौँ. यो कुन ठाउँ हो रे? यो कुन ठाउँ हो? जे होस् हामी लौरी विनायक भन्दा एक स्टेप तलको ठाउँमा आइपुगेर वी आर ह्याभिङ आवर डिनर टाइम नाउ. दिवालाई सन्चो नभएर चल्छ सुखा चाहिँ आजको हाम्रो होटल हो. उहाँलाई चाहिँ साग नभएर चित्त नबुझिरह. एकदमै कचकचे मान्छे यो मान्छे चाहिँ. हामी चाहिँ एकदम ज्ञानी. मेरो कचकचले तपाईँहरूलाई फाइदा हुन्छ नि त फेरि. के कुरामा?
अब मैले साग मगाएँ नि कचकच गरेर तपाईँहरूले खान पाउनुहुन्छ नि मासु भगवान त ल कसकस गरेर मासु पाउँदै नपाउनु यस्तो धार्मिक स्थलमा मासु लिएर पाउनुहुन्छ होइन कसको चाहिँ फाइदै हुने पनि त होइन हामीलाई मासु ल्याइदिनु न त हो धुन्जेमा पाउँछ बाजे धुन्जेमा चाहिँ पाउँछ धुन्जे भनेर त तल्ले पनि त त्यहाँ त पाउँछ हो ल है हाम्रो चाहिँ आज डे 3 एट छोलङपाटी हाम्रो गाइड दाइले हामीलाई चिया सेवा गर्दै हुनुहुन्छ ब्ल्याक टी पो हो मसला टी यहाँ पाउँदैन छोलङपाटीको स्पेसल है बुवा यो हो नि हिमालको छेउमा बसेर हामी तातो तातो चियाको साथमा ब्रेकफास्ट गर्दैछौँ यसरी ब्रेकफास्ट गर्छौँ भने सोच्नु भएको थियो हजुरहरूले हिमालको छेउमा बसेर तिमीले सोचेको थियौ जीवन हो र हजुर सोच्नु भएको थियो म्याम सोच के परे हे भन्नु मैले चाहिँ सोचे पनि थिएँ अनि म चाहिँ पहिला पनि गरिसकेको छु हिमालको छेउमा ब्रेकफास्ट फेरि पनि गर्दैछु यो रोटी खानु भएको अम्लेट र रोटी चाहिँ खाएको थिइनँ है मैले अम्लेट या होइन ब्रेकफास्ट यस्तो स्पेसल छ अम्लेट मुनि रोटी अब यसलाई हामी रोल गर्छौँ अनि त्यसपछि चियामा चोपेर खान्छौँ बुवा के ल्याउनु भयो डल्ले जाने हो ल पिरो आज आज चाहिँ ओहो ल चिया पिरो न नुनै छैन त हजुर यो पिरो मात्रै खोर्सानी मात्रै हो के अब नुन अभावै कति मन पर्छ त्यसरी खाने बुवा हजुर ठिक छ ठिक छ तिमीहरूले ठिक छ हैन त ठिक छ बुवा ल यस्तो ठाउँमा आयो है सुन्दर ठाउँमा यस्तो कुण्ड भनेको त धेरै राम्रो तीर्थ यात्रामा अनन्त फिलै राम्रो हुन्छ कि हो नि बुवा उहाँ चाहिँ हाम्रो गाइड दाई सबै दाई है उहाँ चाहिँ हाम्रो नुन लिएर आउनु पर्थ्यो नि हजुरले यसमा चाहिँ नुन सनराइज भइरहेछ भयो अब नुन ल्याउनु भयो नि त त्यही भएर हामी अब यहाँबाट निस्क्यौँ छोरङपाटीबाट अल सेट फर ब्याकप्याक आर यु गाइज रेडी फर वाक ह्याप्पी यस सो हामीले यो यस्तो ब्युटिफुल हिमाललाई पनि अब बाई भन्दैछौँ बाई हिमाल बाई बुवा बाई बाई हामी गयौँ स्योर बुवा ल हामी गयौँ है त अब सो ओके बुवा बुवा सी यू नेक्स्ट टाइम इन सीता पाइला ओके ओके बुवा ओके बाई बाई सो बाई बाई छोरङपाटी अब हामी तल के खाऊँ रेड पान्डा के खाऊँ अरे चन्दनबारीमा गएर भेट्छौँ बिचमा पनि भेट्न सक्छौँ है त ओके जंगल के बीच में हम 4 लोग 2 लोग आगे चल चुके हैं खिचिकला This is video, okay? हामी यहाँ टुप्पामा पुगेको थियौँ हिजो यही टुप्पामा पुगेको थियौँ हामी हिजो अहिले हामी फर्किरहेको छौँ अहिले आइपुग्यौँ अझ हामी धेरै तल पुग्नु छ यहाँबाट पनि ससीलाई एकदम गाह्रो भएको छ अनि स्टिक चढेको पनि टिप्न सकेको छैन बिचरा मेरो सची पानी अब सास आउँछ दिदी हामी छोरङपाटीबाट 9:45 मा भाग हिँड्दै थियौँ यहाँ आइपुग्दा 11:16 भयो लगभग 1.5 घन्टाको हिँडाइ बसेर हामी यहाँ फेरि यो ठाउँमा आइपुग्यौँ के भन्थ्यो यहाँ के ढुङ्गा के यो गाउँ यो बस्तीमा अब हामी हाम्रो आजको लन्च गर्छौँ यहाँ हुँदैछ फोटोसुट सेसन दाइदीहरूको हिमालसँग बस्दै म पनि गाइज हेलो हिमाल
अस्पतालबाट। हेलो हेलो बेबी, के छ बेबी हालको बर? तिमी आगो बालेको हो? तिम्रो नाम के हो भनिदेऊ न। कस्तो राम्रो चस्मा रहेछ नि त बेबीको त। कुन हो? ओह्रालो ओर्लिँदा थकित भएर फेरि हामी एकछिन विश्राम गर्दैछौँ। विश्राम खाँदै पानी खाँदैछौँ। अब यहाँबाट हामी देउराली भन्ने ठाउँमा गएर बस्छौँ। त्यहाँ पुग्न अझै हामीलाई 1-1.5 घन्टा चाहिँ मात्र 1-1.5 घन्टा मात्रै ओह्रालो ओर्लिनु पर्छ हामी देउराली पुग्नलाई। कति हिँड्नु पर्ला त? 5 घन्टा चाहिँ लाग्ला यहाँबाट। लाग्दैन, उक्लिनै 5 घन्टा लाग्थ्यो, ओर्लिन कहाँ लाग्छ? लाग्दैन। प्रकृतिको बिचमा यसरी शीतल ताप्दै यो उखाली ओह्राली हुँदै हामी आइरहेछौँ गाइज। पानीतिर खाएर हामी प्यासीहरू। सो गाइज फाइनली आइपुग्यौँ हामी यहाँ छेङ्दी भन्ने ठाउँमा। आजको हाम्रो ओभरनाइट स्टे चाहिँ यही हुन्छ। ठिक छ, अब खायो भने मिलाएर खायो भने। र यो ठाउँको भ्यू चाहिँ यस्तो छ, सो ब्युटिफुल। आजको हाम्रो ओभरनाइट स्टे यही हुँदैछ। यत्रो ठाउँमा एउटा फुल देखाएको थिएन, यहाँ फुल देखियो। हाम्रो गाइजहरू यहाँ हुनुहुन्छ, अरू गाइजहरू आउनु बाँकी छ। म चाहिँ यहाँ ढल्के म त गाइज। उहाँ चाहिँ एकदमै प्रोफेसनल सेफ जस्तो कट गर्दै हुन्छ। ल हेर्नुहोस् साथीहरू, यहाँ चाहिँ चाउचाउ। तपाईँहरूलाई चटपटे बनाउने रेसिपी आउँदैन भने चाहिँ दिदी सिकाइदिनु ल आज, है त। चटपटेको लागि यसरी छर्किनुपर्छ दिदी मसला। यस स्कुलको ओ अगाडि चाहिँ पछाडिको ओ भने जस्तो भयो। अहिले भन्छु स्कुलको स्पेलिङमा ओ अगाडि पछाडि भयो, मिलेन लेखेको। वाउ, दुईटै चेप्ट्याएर खानु, दुईटै। त्यो सिकाउने होइन कि दाइ, गर्ने हो। स्याक गरे मान्छेहरू दिदी म यसलाई रिपिट गरेर हाल्छु है, यसलाई यो क्लिपलाई। तपाईँहरूमध्ये कतिजनालाई यो चटपटी बनाएको हेर्दा मुखमा पानी आयो? अरू के चाहिन्छ भन्नु? मान्छेको खुट्टा लामो हुनुको फाइदा हेर्नुहोस् यहाँ। के गर्यो नि खुट्टा लाग्नुको? चम्चाले त्यो मुखसम्म ल्याउँछ नि, त्यसरी खुट्टा। ल गाइस, अब हाम्रो चटपटी पार्टी सुरु हुँदैछ। कहाँ हो यो चटपटी खान लागेर हाम्रो यो कस्तो छ चटपटी साथीहरू? चटपटी कस्तो छ दिदी? तिमीलाई कस्तो चटपटी? एकदम दामी। जीवन के छ चटपटी? दाइ कस्तो छ चटपटी? चटपटी त ठिकै हो, तर यस्तो हाँडी घौटीलाई जस्तो यसरी यो भाँडामै दिएपछि चाहिँ अलिकति नराम्रो लाग्यो जस्तो भयो। तर यसमा खाएको मजै छुट्टै छ नि त, मजा होइन हो नि? त्यसमै छ रहल पहल सबै। हो दाइ हो। ल वी आर इन्जोइङ आवर चटपटी टाइम। यस्तो भ्यू हेर्दै चटपटी खाइरहेछौँ हामी गाइस। रेडी फर सनसेट। ल हामी ट्रेकिङ आएदेखिको हाम्रो आज फर्स्ट नन भेज खाना हो। खाना यहाँ छ तरकारी, अचार, साग, लोकल कुखुराको मासु, दाल। अनि साथीभाइहरूले अट्याक हान्न थालिसक्नुभयो। ल ओके इन्जोय। ओके डे 4 भ्यू फ्रम खेन्दी। हामीले ओभरनाइट स्टे गरेको होटल चाहिँ यो हो हिजोको। हाम्रो हिजोको स्लिपिङ एरिया हो यो।
It's a beautiful view from morning. View from Kempy अनि हाम्रो दिदी यहाँ get ready with me गर्दै हुनुहुन्छ. हेलो दिदी. अनि म यहाँ छु. I'm already ready. Okay. ल अब हाम्रो टोलीहरू चाहिँ निस्किँदै हुनुहुन्छ है. बसाइ कस्तो भयो त हाम्रो? एकदम ठिक छ है. यहाँको accommodation चाहिँ एकदम राम्रो है छ हाम्रो राम्रो. comparison-मा. हजुर. So we enjoyed here. अलिअलि कुरामा चित्त बुझिराखे. यति ठुलो ठुलो पहाड, दुईटा पहाड पार गरेर आयौँ हामी. ब्रेभ गाइज. हामी सो 2 र 3 र 4 र कति हो कति जस्तो होइन हजुर पटन दिदी. सो हामी चाहिँ ब्रेभ रहेछौँ भन्ने कुरा इट्स प्रुभड. सो गाइज वी आर एट वाटरफल. हामी धुन्चीतर्फ फर्किसक्यौँ. सायद धुन्चे पनि हो आइसक्यौँ. आइपुग्न लागिसक्यौँ. 4 दिनको यात्रा हाम्रो सफल भयो. भगवान्ले सहज तरिकाले यात्रा गराइदिनु भयो. महादेवले धुन्चे आइपुग्यो. अब हामी यहाँबाट जान्छौँ, गाडीमा जान्छौँ, खाना खान्छौँ. त्यस पछाडि 5 घन्टामा त हामी आफ्नो घर पुग्छौँ. सो गाइज थ्याङ्क यू फर वाचिङ द भिडियो. किप लभिङ, किप सेयरिङ भन्ने के सेयर नगरे पनि तपाईँहरूले. अनि जे गर्न मन छ गाइज एजमै गर्ने हो, उमेर छँदै गर्ने हो है त. यति भन्दै थ्याङ्क यू फर वाचिङ माई गोसाइकुण्ड ट्राभल भ्लग. थ्याङ्क यू गाइज.